है। विद्यार्थीले आज खाने तपाईको अन्नको बोटै चिन्दैन। धरानमा खोर्सानीको बोट चिनोस् भनेर खोर्सानी रोपिन्छ बाटैभरि, पत्रकारले के गरेको उपलब्धि विहीन भन्छ। खोर्सानीको बोटै थाहा छैन विद्यार्थीलाई है, धानको बोट थाहा छैन। हाम्रो विद्यार्थीहरूले 10 कक्षा पढ्दासम्म धान उमार्न जान्नु पर्दछ, मकै उमार्न जान्नु पर्दछ, पकाएर खान जान्नु पर्दछ, आफूले लगाउने लुगा थोरैमा पनि सेलाएर लगाएको हुनु पर्दछ। अरू पनि थुप्रै कामहरू जानेको हुनु पर्यो 10 कक्षा पढुन्जेलसम्ममा। क्या डिग्रीको तपाईँको सर्टिफिकेट बोकेर वर्णमाला कोरिया भाषाको सिक्न जाने नेपाली हो कि होइन हामी? खोइ त हाम्रो शिक्षाले हामीलाई बाँच्न सिकाएको दिएको। हाम्रो जीवनमा परिवर्तन ल्याउन सक्नुपर्छ। भात खान सक्ने, लुगा लाउन सक्ने शिक्षा हामीले पाउने हो कि नपाउने हो? हावामा गफ गर्ने मात्रै शिक्षा दिएको कारणले गर्दाखेरि हुँदैन। यो शिक्षामा रेभोल्युसन हामी ल्याउँछौँ, ठुलो परिवर्तन ल्याउँछौँ। त्यो परिवर्तन यदि नेपालीले चाहन्छ भने श्रम संस्कृतिको चुनाव चिन्ह अञ्जुलीमा राखेको यो देशको पवित्र माटोमा भोट हाल्ने कि नहाल्ने? 3 दिन मात्रै किन खोल्नुपर्छ स्कुल भन्दाखेरि ज्ञान मात्रै धेरै भयो, टाउको यत्रो भयो। मैले अघि के भने, टाउको मात्रै ठुलो भएर हुँदैन, हातखुट्टा ठुलो हुनुपर्छ होइन? हो, हाम्रो उत्पादन छैन, हाम्रो निर्माण छैन। हामीले प्रयोग गरिरहेका यी सम्पूर्ण क्यामेरा विदेशी हुन् है, हामीले प्रयोग गरिरहेका सम्पूर्ण साधनहरू विदेशी हुन् है। हामीले तपाईँको चाहिँ भात खाइराखेको भातसम्म विदेशी हो है। स्वदेशी के छ यो देशमा है? स्वदेशी के छ भन्दाखेरि हाम्रो नाङ्गो शरीर मात्रै स्वदेशी। नाङ्गो शरीर मात्रै लिएर बाँच्छ त अब तपाईँको छैन जीवनमा नेपाली? हामीले खाने घाँस, हामीले लगाउने कपास, हामी बस्ने बास, हाम्रा सेवा सुविधा सबै नेपालमा उत्पादन हुनुपर्छ कि पर्दैन? अनि इन्जिनियरले चाहिँ खालि यत्रो तपाईँको यत्रो भोल्युमको किताब घोकाएको छ है। एउटा सानो रिक्सा बनाउन भन्यो भने हाम्रो मेकानिकल इन्जिनियरलाई आउँदैन। तन्त्रको कुरा गर्छ, तपाईँ काम गर्नुहोस्। तपाईँले छिमेकीबाट ऋण लिएर भात खाँदै हुनुहुन्छ भने यो देश स्वाधीन बन्न सक्दैन। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यो देश स्वाधीन बन्न सक्दैन। त्यसो भएको कारणले 2 हात तपाईँहरूको म हेर्न चाहन्छु। सबैजनाको 2 हात देखाइदिनुहोस् त। हो, यतिका धेरै 2 हातहरू हेर्न पाउँदाखेरि अत्यन्तै खुसी लाग्यो। त्यो 2 हात चलाएर तपाईँ आफै बाँच्नुपर्छ। तपाईँ आफै बाँच्नुपर्छ। व्यक्तिलाई तपाईँको छैन श्रममा जोडेर, श्रम मार्फत माटोमा जोडेर, माटो हुँदै देशसँग एउटा नागरिकलाई जोड्ने अभियान हो श्रम संस्कृति। त्यो श्रम संस्कृतिमा म यहाँहरू सबैजनालाई हार्दिक स्वागत गर्न चाहन्छु। देशलाई नचिनेर, देशको प्रकृतिलाई नबुझेर, देशको संस्कृतिलाई नबुझेर आदरणीय दाजुभाइ दिदीबहिनीहरू हामी धेरै पछि पर्यौँ। मैले भन्ने गरेको कुरा, यो देश, यो संसारमा आधुनिकता भन्ने कहीँ छैन, छ त सिर्फ संस्कृति छ। तर यदि हामी आफ्नो संस्कृतिलाई बिर्सन्छौँ भने विदेशी संस्कृति हाम्रो देशमा आइपुग्छ। अनि त्यो विदेशी हाम्रो देशमा आएको नयाँ संस्कृति हामीलाई आधुनिकता हो भन्ने लाग्छ। अनि त्यो कुरालाई अपनाउँछौँ। हाम्रो सबै धनराशि तपाईँको चाहिँ त्यो विदेशी संस्कृतिलाई दिइपठाउँछौँ। त्यसो भएको कारणले गर्दाखेरि हाम्रो देश संस्कृतिमा धनी देश। अब यही देशको संस्कृतिसँग युवालाई जोड्न चाहन्छ। त्यो संस्कृति हो श्रम संस्कृति हो। जेनजीहरूले एउटा कुरा भन्न खोजेको कुरा के छ भने अब हामी विकास मात्रै होइन, क्रान्तिकारी विकास गरौँ भन्न खोजेको छ। क्रान्तिकारी विकास र विकासमा के फरक छ म तपाईँहरूलाई भन्न चाहन्छु। विकास भन्ने ठेकदारले पनि गर्न सक्छ, तर क्रान्तिकारी विकास भनेको तपाईँ हामी सबै मिलेर गर्छौँ। ठेकदारले 1 वर्ष लगाएर गर्ने काम यदि श्रमदानबाट हामीले 1 महिनामा गर्न सक्छौँ भने 11 महिना बचाउँछौँ। त्यो 11 महिना बचाएर त्यसरी तपाईँको छैन छिट्टो द्रुत गतिमा फास्ट ट्र्याकमा विकास गर्न चाहन्छ। त्यो विकासलाई क्रान्तिकारी विकास भन्छ। त्यो विकास आजको आवश्यकता हो। म यहाँहरू सबैजनालाई भन्न चाहन्छु, विदेशी ऋणबाट एडिबी र वर्ल्ड ब्याङ्कले दिन्छ अनि म विकास गर्छु भन्ने आशामुखी बन्दैन हाम्रो अब श्रम संस्कृतिले। त्यो बन्न हामीलाई सिकाउँदैन। त्यो कुरा जेनजीले भन्न चाहेको हो भन्ने मैले बुझेको छु है। जेनजीको आन्दोलनमा भएको अनस्पोकन ट्रुथ, नभनिएको एउटा सत्य के छ भन्दाखेरि हाम्रो विचार अनुसारको राज्य हुनुपर्छ भन्ने पनि हो कि होइन? त्यसो भएको कारणले गर्दा
गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामीले घोषणा पत्रमा लेखेका छौँ, हामी सरकार गठन गरिसकेपछि हामीले नै जित्छौँ, हामीले नै जित्ने हो। कुनै शङ्का छ? हामीले जित्छौँ, हामीले सरकार गठन गर्छौँ। त्यस पछाडि हामीले चाहिँ जेनजीको एउटा आयोग बनाउँछौँ है। जेनजीले के भन्न चाहेको छ भन्ने बुझ्नु पर्यो नि, होइन? 80 वर्ष पुगेको तपाईँको चाहिँ नि मान्छेले, नेताले सोचेको कुरा र तपाईँको चाहिँ नि हिजो अस्तिको बाल के तपाईँको चाहिँ नि एउटा युवा पुस्ताले सोचेको कुरा मिल्छ? त्यसले गर्दाखेरि यो देशको नीति बनाउँदाखेरि जेनजीको स्पिरिटलाई, जेनजीको चाहिँ नि सेन्टिमेन्टलाई, जेनजीको तपाईँको चाहिँ नि निड्सलाई, सबै कुरालाई चाहिँ नि आवश्यकता, चाहना र तपाईँको चाहिँ नि भावनालाई समेटेर यो देशको अग्रगामी छलाङ मार्ने गरेको नीतिहरू हामीले बनाउनुपर्छ। किनभने मैले आज जे सोचिरहेको छु, म भन्दा 20 वर्ष पछाडि जन्मेको बालकले, त्यो जेनजीले, त्यो युवाले मैले सोचेको लेभलमा सोचेको हुँदैन। हि इज थिङ्किङ द नेक्स्ट लेभल है। त्यसले गर्दाखेरि त्यो खालको अग्रगामी कार्यक्रमहरू हामीले बनाउनु पर्छ। यो त केटाकेटी हो। मलाई पनि अघि कसले कुन चाहिँले भन्दै थियो तपाईँको के अरे पत्रकारले अघि, भर्खरको ठेट्ना छ, भर्खर सिक्दैछ भन्दै थियो अरे। त्यो होइन, त्यो होइन, त्यो तरिकाले जाँदैन है, त्यो तरिकाले जाँदैन। संसार कहाँदेखि कहाँ पुगिसकेको छ यो कुरा हेर्न जरुरी छ। 70 वर्षदेखि तपाईँको भाषण गर्ने पार्टीको पछाडि लाग्दाखेरि उत्तरतर्फको छिमेकी चीनले हामीलाई झन्डै 200 वर्ष पछाडि छोडेन विकासमा है। अनि अझै हामी उनीहरूकै पछाडि लागिराख्नु पर्ने होइन है। जसले देशका चाहिँ नदीनालाहरू बेचिरहेका छन्, असमान सन्धि सम्झौताहरू गरिरहेका छन्, त्यस्तै मान्छेहरूको पछाडि हामी लागिदिनु पर्ने, ताली बजाइदिनु पर्ने होइन है। वी वर्क एज द स्पिरिट अफ द जेनजी। जेनजीको तपाईँको छैन स्पिरिट अनुसारको काम गर्छ श्रम संस्कृतिले।